हेलो गाइस, हामी चाहिँ छुट्टिनु लाग्यो चिसो चिसो मौसममा। तातो तातो माया छ सबैजनालाई। धेरै धेरै माया। मैले मोबाइल यसरी खोलेर हेर्ने बित्तिकै किन हाँस्छन् कि मान्छेहरू, हाँस्न नपाएकाहरू। तर हाँस्छन्, मैले गर्दा हाँस्छन् भने ठिकै छ। नरो हाँस यहाँ होइन, हाँस्न पाइयो। साइज र हाइट एउटै एउटै माने पनि हुनसक्छ। साइज हाइट सब एउटै छ। हामी कुनै एङ्गलबाट होचो अग्लो छैनौँ भनेर मिला। अस्मिता अलि अग्ली छिन् तर हामी दुइटा एउटै छौँ। पाण्डा। तर मुखको मार्क्स निकालेर मैले कसको फोटो भिडियो गराइदिएँ जस्तो लागिरहेको छ। को नचिने कहाँको मान्छे मगर हो। कहाँ देखा कहाँ नदेखा जस्तो लागिरहेको छ मलाई, साँच्ची हो। हामी धरहराको छेउमा आछौँ गाइस। यी धरहरा, तर हामी धरहरा हेर्दैनौँ। हामी जस्ट आफूले मात्रै हेर्छौँ। अगाडि बाइक छ पछाडि मान्छे आएको। मलाई नि पछाडि मान्छे यसै घुरेर मान्छे हेर्ने चोर जस्तो लाग्छ नि। कुलेर एकहोरो हेऱ्यो भने चोर हो क्या जस्तो लाग्छ। तलतिर तल हो। अब हामीले यिनीहरूले गाडीमा छाड्न नजान्छौँ, गाडीमा छोडिदिन्छौँ। गाडीमा बसालिसकेपछि अस्मिता र म चाहिँ फेरि सेपरेट त्यही ठाउँमा जान्छौँ भन्यो कि होइन गरे हामी पनि आफ्नो आफ्नो ठाउँमा जान्छौँ। अस्मिता किन झोक्रे हो कि कसले के गर्यो कसलाई सम्झ्यौ यिनले सम्झिहाल्नु कि कसलाई बिचरा हट्टे छ यार। कसलाई सम्झ्यौ कि ऊ कृति बुझाउ। अब टुरिस्ट रानी हामी जान्छौँ। बाई बाई। यता आएर बाई बाई राम्रोसँग जाऊ ल। ल गाइस, तिमीलाई चाहिँ हामी त्यो गाडीमा छाड्यौँ। त्यो गाडीमा बसिन्। हामी चाहिँ दुईजना मात्रै। राम्रोसँग जाऊ है टुरिस्ट। यहाँ हामी चाहिँ धरहरा के धरहरा भनेको धरहरा रोलपाली टोन आइहाल्छ कि कहिलेकाहीँ तोतले पनि बोलिन्छ स्पष्ट नबोलेर। म चाहिँ यहाँदेखि जाने कि रत्नपाटी चढेर रत्नपाटी यहाँबाट जान्छ र टाटा। त्यहाँदेखि चाहिँ डाइरेक्ट जान्छ माथि। यहाँदेखि चाहिँ फेरि गाउँको झरेर जानुपर्छ। यस्तो भिड त लाइन लाग्यो अनि लाइन लागेर सिधै उही जानेमा जाउँ न। अनि लाइन लगाएर अझ तिमी लाइनसम्म पर्खिन्छौ। म कहाँ पर्छु त्यही गरिदिनु कि तिमी। त्यसमा त म त्यहाँबाट गइहाल्थेँ नि। अघि त्रिस्टार तिमी यहाँ आउँथ्यो नि, यहाँबाट जान्थ्यौ नि। म त रत्नपाटी जान्छु होला सोचेको नि। म यतिमा दिल्ली बजारको भित्र कहाँ जाने हो। तिमी गाडी जान्थ्यौ। मेरो त गाडी चाहिँ जानु नि त्यहाँ पनि भने कि मतलब केमा जान्थ्यौ भने कि म तिमी केमा जान्थ्यौ भने कि तिमीले त बस उताबाट सफरबाट जान्छ। तिमी हिँडे जाने भने कि याङ्गोमा जाने। याङ्गोमा त डाटा छैन नि भने त्यही मैले डाटा नभएर मलाई भइस न्यानो हुन्छ गाडीमा गएपछि। याङ्गोमा जाडो नि हुन्छ। मेन जाडो थियो। आऊ हक गर कि न्यानो हुन्छ के गरिदिनु। दिदी हताएन। अस्ति मलाई एउटा यस्तै थियो। नानु तिमी गाह्रो त भएको छैन भन्दा थियो कि मलाई हाँसेको। नानु कहाँबाट कुन एङ्गलबाट नानु देखेँ म भने होइन। अनि हाँसेँ एकछिन त। अस्ति मैले यहाँनिर उसलाई देखाएँ नि के अरे त्यसको नाम सलनमा बस्नुको लागि गाडी बोल्छ। त्यो को बाबुपट्टिको क्या यहाँनिर गाडीमा जान्छ। सलन बस्ने गाडीमा उसको गाडीमा पार्किङ गरिरहेको थियो गाडी। यहीँदेखि काठमाडौँ मलाई आएर नि हेर्नु गाइस यस्तो भिडभाडमा मैले किसिएर देखेँ त्यहाँ बानेश्वरमा। मैले उसलाई पनि देखाएको छु के अरे नाकी लामो भएको के धमला कि ऋषि धमलालाई त्यसकोमा इन्टरेक्ट भएको पुरा आँखा फेरि आई टु आई कन्ट्याक्ट भएको। तर मैले त्यसै घरमा देखेको छु घरमै गएको बेला हो त्यसले मलाई चिन्दैन, मैले त्यसलाई चिनेँ। आई कन्ट्याक्ट पनि भयो तर खासै फरक परेन। अनि हामी चाहिँ आयो काठमाडौँको छिमेकी हो कि त्यो ऋषि धमला। अनि गर्थेँ घर हो। हामी फेरि यस्तै हो, कुराकानी गर्दै हिँड्छौँ कि हामी है। खासै हाम्रो मतलब छैन। हामीलाई कसैको छैन, हाम्रो कसैलाई छैन। हामीलाई कसले चिने आएन यहाँ, चिन्ने पनि छैन। चिन्न नपरोस् किन चिसोले घर गएर तातो पानी खाऊ। एकदम मजाले तातो पानी तताएर हो जाडो महिनामा केक खान आएर
लाएर कहाँ हुन्छ कि लाइफ धुलो धुवा यो बिजी लाइफमा पनि यसरी क्यामेरा तर्साएर हेर पैसा मागे पारे हामी यस्तै त हो नि ब्रो हामी त यस्तै त हो नि ब्रो बाटो नि बनाउला रहेछ बिजी लाइफ त्यही माथि यस्तो बिजी बाटोमा अझ यस्तो बाटो बनाउनु लाग्यो गाह्रो छ हामी भिडियो कल गरिरहेको छौँ के छ हाल खबर यता ओ यहाँ देखिआउ के कोही साथीहरू यस्तै जम्का भेट हुने के हुन्थ्यो हेर ओभर मेरो भन्ने थियो दिदीले होइन मेकअप गर्ने हो तर पार्टी सार्टीमा अब हुन्छ नि यस्तै हामी यदि आफ्नो हिँड न 10 मिनटको भिडियो सेभ हुन्छ हुन भन्ने कुरा हो खै गरमै